सबैलाई नमस्ते, वेलकम छ मेरो छोटो मिठो नयाँ ब्लगमा। अनि म चाहिँ अब यसो रेडी भइसकेको छु पिकनिकको लागि। बिहानै अब निस्किने पर्ने हुन्छ हामीहरू। अब मान्छे भाइ बहिनीहरू सबै आउँदैछन्, त्यसपछि निस्किन्छौँ होला हामी। टक्क के गरी निस्किन्छौँ के गर्छौँ देखाउँछु मैले हजुरलाई, हेर्नु होला। जो नयाँ हुन्छ सब्सक्राइब गरिदिनु, च्यानललाई लाइक गरिदिनु। हस् त जानु पर्यो, पानी पर्ने हुन्छ सामानहरू भनेको दाउरा साउराहरू जुन बोल्दैन फेरि नुहाएर आएको भने होइन भर्खर। कस्तो फिल भइरहेछ त? तर ठाउँ चाहिँ अलिक भ्यू चाहिँ अलिक बवालै छ है, राम्रै छ नि, ठिकै छ। राम्रै ठाउँमा आएछ अलिअलि, त्यो पैसा उसुल चाहिँ भइहाल्छ होइन। अगाडि चामल के गर्ने पखाल्ने भन्नुभयो? अहिले पर्दैन चामल त उ गर्दैन नि यसलाई गल्ती गर्दै मलाई बोलाउँछ त काममा लगाउँछ भनेर। पुरा के भन्नु छ विजय तँलाई? के भन्नु छ? तर प्याज लास्टै पिरो होला रहेछ नि यार। हिजो पनि रोएर चाहिँ केलाउँदा त रोन्थे, काट्दा जानु हाम्रो यत्रो दुःख गरेर गरिरहेको भिडियोमा लाइक सेयर नगर्ने मान्छेहरूको त कसम भनेको किरा पर्ने आँखा र औला स्किप गर्ने औला स्क्रोल मरोस् होइन, काट्योस् औला क्याट्टै होस् के यस्तै घरमा खाना बनाउन तरकारी काट्दा औला काटियोस्। मिठा सामान खान लागेको देख्यो भने आँखा फुट्छ। कस्तो बवाल बन्दैछौँ कि न, यस्तो दामी चाहिँ हाम्रो पुरै पिकनिक। अहिले पछि पुरै सब खाना लागेको चाहिँ आउँछ, खाना लागेको त आइहाल्छ नि यार। म चाहेको क्या के हो यो भन्न, डायमन्ड भन्न, चिकन डायमन्ड हो, चिकन डायमन्ड के छ उभिन्छ मिठो क्या ल जाउँ ल्याइरहेको छु। अझै युट्युबमा आउँछ किन तिमीले खाने मासु खाने? भिडियो बनाउने भन्दै अरे यहाँ देखाइसक्यो। अरे बवाल भएको छ तपाईँ त। सब कसो छ दिएर रिभ्यू हान्छु अब। ल भाइ यता हेर तेरो खान्छ त 10 चोटि देखिसक्यो त। यता हेर भाइ, यता देन यस्तो देन अलि। ल लौ नानी के छ? ठिकै छ, लिन खानु बियर खान्न म। यता फेरि अङ्कलहरूको छुट्टै चलिरहेको छ यहाँ दाम। ल एउटा सब्सक्राइब गर अनि खान्छ हेर आफ्नो आफ्नो। ए तल खानुहोस्, खा छिटो। एउटा दिनु भने पक्रिदियो। मैले खतरा काम गरेर चाहिँ खाने खाएन।
खालको कस्तो खाली भयो भक्काभक